नमस्कार साथीहरू, अहिलेसम्म तपाईहरूले कुनै पनि फाइलहरू एक्सेलको जुन सेभ गर्नुहुन्छ, त्यो कसरी सेभ गर्नुहुन्छ? पिडिएफमा सेभ गर्नुपर्यो भने अहिलेसम्म तपाईले फाइलमा जानुहुन्छ, फाइलमा गइसकेपछि यहाँ सेभ एज आउँछ, सेभ एजमा आएपछि हामीले यहाँबाट के गर्छौँ कि कहाँ छ त्यो पिडिएफ सिलेक्सन गरेर माथि गरेर त्यो पिडिएफलाई सेभमा गर्छौँ र त्यसको लोकेसनहरू हामीले सिलेक्सन गर्छौँ। कहाँ हामीले सेभ गर्ने त्यो कुराहरू हामी सिलेक्सन गर्छौँ। प्रिन्ट गर्नु पर्यो भने फेरि हामीले कन्ट्रोल पी प्रेस गर्छौँ या हामीले फेरि फाइलमा फाइलमा गइसकेपछि यहाँ प्रिन्ट भन्ने जुन अप्सन छ त्यसको युज गर्छौँ। त्यसै अन्तर्गत जस्तै कि प्रिन्ट रिभ्यू गर्नु पर्यो या यसलाई एडिट गर्नु पर्यो, यसलाई धेरै कुराहरू हुन्छ जसले हामीले चाहिँ टाइमलाई चाहिँ धेरै कन्ज्युमिङ गर्छ। आज म तपाईँले यस्तो एउटा टुल्स बताउँदैछु, त्यो टुल्सको हेल्पले तपाईँले वन क्लिकमा आफ्नो प्रिन्ट प्रिभ्युज हेर्न सक्नुहुन्छ। त्यसै गरी वन क्लिकमै तपाईँले चाहिँ त्यसलाई सेभ गर्न सक्नुहुन्छ, सेभ एज गर्न सक्नुहुन्छ, पिडिएफमा सेभ गर्न सक्नुहुन्छ। लेट्स गो, हामी त्यही भिडियोमा अब त्यही टुल्सको बारेमा सिक्छौँ। तपाईँ सामु यो भिडियो कुनै पनि माध्यमबाट पुगेको छ भने कृपया एक्सेल एक्सपर्ट युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, साथै यो भिडियो आफ्ना साथीहरूसँग पनि सेयर गरिदिनुहोस्। एक्सेल सम्बन्धी यस्तै उपयोगी भिडियोका लागि हामीसँग जोडिनुहोस्। धन्यवाद। हामीले के गर्छौँ, एक नम्बरमा कस्टमाइज क्विक एक्सेस टुलबारमा जान्छौँ। त्यसमा गइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ विभिन्न किसिमका अप्सनहरू छ। प्रिन्ट क्विक प्रिन्टको छ, इमेलको छ, सेभको छ, स्पेलिङको छ, हैन, अन्डोको छ। त्यसै अन्तर्गत हामीले यहाँ मोर कमान्डमा जान्छौँ। मोर कमान्डमा गइसकेपछि हामीले यहाँबाट हामीले के हामीलाई युजफुल हुन्छ त्यो कुराहरू हामी यहाँबाट राख्न सक्छौँ। जस्तो कि अहिले मैले सेभ एजको कुरा गरेको थिएँ, यहाँ सेभ एज भन्ने होला। यहाँ सेभ एज छ, यो सेभ एजलाई हामी यहाँ क्लिक गर्यौँ। अब यो कहाँ थियो भन्दाखेरि यो साइडमा थियो। अब हाम्रो कस्टमाइज क्विक एक्सेस टुलबारमा यतातिर गइसक्यो। अब यतातिर हामीलाई के चाहिन्छ, त्यसै अन्तर्गत हामीलाई सेभ पनि चाहिन्छ, सेभ एज भइसक्यो। त्यसै अन्तर्गत हामीलाई सेभ पनि चाहिन्छ, त्यसै क्विक प्रिन्टिङ पनि चाहिन्छ, त्यसै अन्तर्गत हामीले प्रिन्ट रिभ्यू पनि चाहिन्छ भने हामीले यहाँबाट सबै कुराहरू राख्न सक्छौँ। त्यस्तै गरी हामीलाई के चाहिन्छ अर्को भन्दाखेरि हामीले कहिलेकाहीँ डिलिट गर्नुपर्ने हुन्छ, कपी गर्नुपर्ने हुन्छ। यहाँबाट हामीले जुन फङ्सनहरू चाहिन्छ त्यो सबै फङ्सनहरू हामी त्यहाँ राख्न सक्छौँ। जस्ट कहिलेकाहीँ हामीले लेखेको गल्ती स्पेलिङ छ कि छैन त्यो हामी यहाँबाट हेर्न सक्छौँ। यहीँबाट हामीले यो टुल्सहरूले हामी राइट साइडबाट लेफ्ट साइडमा राख्यो भने हामीलाई त्यो चाहिँ सजिलो हुन्छ। यहाँ पपुलर कमान्डहरू चाहिँ यहाँ धेरै कमान्डहरू छ। हजुरहरूले यहाँबाट चाहिँ आफ्नो कमान्डहरू लिन सक्नुहुन्छ है। अब यति गरिसकेपछि हाम्रो यताबाट भएको सबै कुरा त्यता गरिसक्यो। कहिलेकाहीँ क्याल्कुलेटरहरू हुनसक्छ, त्यो पनि हामी यता राखौँ, एड गऱ्यौँ। एड गरिसकेपछि यता आयो, यता आइसकेपछि हामीले यहाँ ओके गर्न सक्छौँ। यहाँ के भन्छ फेरि एउटा अप्सन कि अहिले जुन मैले एक्सेल लर्निङ जुन एक्सेल सिट राखेको छु त्यसमा गर्ने कि सबैमा गर्ने? मैले सबै डकुमेन्टमा गर्छु, किनकि एक्सेल खोल्ने बित्तिकै मेरो यो सबै डकुमेन्टमा होस् भनेर हामीले मैले चाहिँ यहाँ ओके गरिदिएँ। अब ओके गरिसकेपछि तपाईँ हेर्न सक्नुहुन्छ मलाई चाहिँ यति अप्सनहरू यहाँ आयो। जस्तै कि यहाँ सेभ एज आयो, सेभ भयो, त्यसै प्रिन्ट भयो, प्रिन्टको जुन हामी प्रिभ्यू भयो, क्याल्कुलेटर भयो, स्पेलिङ चेकिङ भयो। यो चाहिँ हामी 1 मिनेटमा गर्न सक्छौँ। अब हेर, अब हामीले प्रिन्ट प्रिभ्यू गर्नु छ भन्दाखेरि यहाँ जाने, यहाँ क्लिक गरिसकेपछि हेर्न सक्छौँ हामीले प्रिन्ट प्रिभ्यूमा यस्तो देखाइरहेको छ। त्यसै अन्तर्गत हामीले सेभ एज गर्नु पर्यो भने हामीले यहाँ जाने, यहाँ गइसकेपछि हामीले सेभ एजमा क्लिक गरिसकेपछि हामी यो फाइल कहाँ सेभ एज गर्न सक्छौँ, एकैछिनमा यो कामहरू हुनसक्छ। अनि त्यसै अन्तर्गत कुनै कुरा यहाँ तपाईँले चाहिँ युजफुल लागेन भने तपाईँले फेरि यहाँ क्लिक गर्ने, क्लिक गरिसकेपछि मोर कमान्डमा जाने। मोर कमान्डमा गइसकेपछि हजुरलाई यहाँबाट कुनै काम लागेन भने, जस्तै मलाई स्पेलिङ काम लागेन, स्पेलिङ चेक भन्दाखेरि मैले यहाँ रिमुभमा चेक गर्छु। रिमुभमा चेक गरिसकेपछि यहाँ ओके गरेपछि हाम्रो चाहिँ क्विक एक्सेस बार यहाँ आइसक्यो। तपाईँलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला।